यो चाहिँ एकदमै धेरैजनालाई यसले अप्ठ्यारो पारेको छ। आजभोलि अ, बाबु नानीहरूले चाहिँ 16 वर्षमा लाइसेन्स निकालेको अवस्था छ। उहाँहरूले राम्रो पनि कुदाउनुहुन्छ, लाइसेन्स पनि निकाल्नुहुन्छ। तर इन्स्योरेन्सले चाहिँ लार्ज नम्बर्सको आधारमा हेर्दाखेरि यङ ड्राइभर्सले विशेष गरी 18 वर्षदेखि मुनिका टिनेजर्सले चाहिँ गाडी कुदाउनलाई एकदमै महँगो रेट लिन्छ। किनभने उहाँहरूले अलिकति छिटो कुदाउने, स्पिडिङ गर्ने, एक्सिडेन्टहरू बजारमा सबैभन्दा बढी रोडमा चाहिँ उहाँहरूले गराएको पाइएको छ। त्यसले गर्दा उमेरकै आधारमा हेर्ने भने उहाँहरूलाई सबैभन्दा महँगो रेट लगाइन्छ। उदाहरणका लागि एउटा मान्छेले बुवा मम्मीले एउटा गाडी थियो $100 महिनाको तिर्दै हुनुहुन्थ्यो एभरेज रेट भने। एउटा बच्चा हामीले 16 वर्षको एड गर्दा झन्डै छोरो मान्छे एड गर्दा त $200 जति नै बढ्ने हुन्छ। छोरी मान्छेको अलिकति सस्तो पर्छ, त्यसमा 150 जति बढ्ने हुन्छ। कुनै पनि गाडी एड नगरिकन मान्छे मात्रै एड गर्दा। र चाहिँ यस्तो अवस्थामा धेरैजनालाई प्यारेन्ट्सहरूलाई त एकदम गाह्रो पनि भएको छ। म त एडै गर्दिनँ भनेर पनि बस्नु भएको पाइयो हामीले। एड नगर्दाखेरिका के छ कानुनी व्यवस्था? जस्तै कतिपय राज्यमा चाहिँ अप्सनल हुन्छ होइन, पेन्सिल्भेनियामा के हजुर। छ, कानुनी के छ, र एड गर्दा फाइदा नगर्दाको फाइदा के बेफाइदा भनौँ न? होइन, यसमा चाहिँ हामीले एड गर्नै पर्ने खालको प्रावधान छ पेन्सिल्भेनियामा चाहिँ। पेन्सिल्भेनिया उसले चाल पायो भने जबरजस्ती एड गरिदिने पनि त्यस्तो पनि नियमहरू छ। इन्सुरेन्स कम्पनीले चाल पाएर एउटै घरमा बस्दैछ, एउटै चिल्ड्रेन हो भने उसलाई अनिवार्य चाहिने पोलिसीमा कुनै पनि पोलिसीमा राख्नुपर्छ। उसको छुट्टै पोलिसी हुन सक्छ, त्यो बेग्लै कुरा भयो। तर एउटा न एउटा इन्सुरेन्स पोलिसीमा चाहिँ राख्नै पर्छ। किनभने के सम्झिन्छ भने एउटै घरमा बस्दैछ भने उसले डेफिनेटली गाडी कुदाउँछ र कुदाएको एक्सिडेन्ट भएको बेला चाहिँ बिल्कुल कभर गर्दैन। किन राखिनस् भनेर इन्सुरेन्सले पनि न्यु खोज्ने मौका पाउँछ। र त्यसले गर्दा हामीले जसरी हुन्छ लाइसेन्स निकालेपछि र गाडी कुदाउँछ भने चाहिँ कि पटक्कै अब स्ट्रिङै छुनु भएन होइन, त्यो त नहोला। किनभने एउटै घरमा बसेपछि बालबच्चाले गाडी त कुदाइ नै हाल्छन् होइन। हामीले सकेसम्म एड चाहिँ गर्नै पर्छ। तर कुन प्रकारले एड गर्नुपर्छ, बा त्यो पोलिसीलाई काटेर नयाँ पो बनाउनु पर्ने हो कि एजेन्टसँग हामीले आफ्ना एजेन्टसँग राम्रो सल्लाह गर्नुपर्छ। के छन् त कुराहरू, हामीले पनि अलिकति कुराहरूमा चाहिँ लचकता अप्नाउनु पर्ने हुन्छ प्यारेन्ट्सहरूले पनि।